नमस्कार, यहाँ सबैलाई हार्दिक स्वागत छ। म आज समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सिटको बाँडफाँड दलहरू बीचमा कसरी गरिन्छ भन्ने विषयमा छोटो यो जानकारी लिएर उपस्थित भएको छु। नेपालको प्रतिनिधि सभाको निर्वाचन 2082मा राजनीतिक दलहरूले प्राप्त गरेको भोटका आधारमा यो सिटको 110 सिट बाँडफाँड गरिन्छ र यसका लागि उम्मेदवारको बन्द सूची यसअघि नै निर्वाचन आयोगमा दलहरूले पेश गरिसकेका छन् र त्यसमध्येमा कुन दलले कतिजना चाहिँ प्रतिनिधिहरू पाउने भन्ने विषयमा कसरी हिसाब हुन्छ यो विषय प्रश्न गर्न चाहन्छु। मैले यो निर्वाचनको मतगणना भइरहँदा उदाहरणको लागि यसलाई उपयोग गरेको छु। अहिलेसम्म मतगणनामा जम्मा 48,48,675 मत गणना भइसकेको छ। यदि यसलाई 100% मान्ने हो भने अथवा पुरै मान्ने हो भने जस्तो यहाँ 3% यसको थ्रेसहोल्ड अर्थात् न्यूनतम मतको सीमा छ, यो सीमा निकाल्नुपर्ने हुन्छ। यसमा 1,45,460 चाहिँ यो सीमा छ र यतिमा प्राप्त गर्न नसकेका दलहरूले यो सिट सङ्ख्याको बाँडफाँडमा उनीहरूलाई सहभागी गराइँदैन, उनीहरूलाई यसबाट हटाइन्छ। जस्तो मैले यहाँ यो रातो कलर गरेका 4वटा दलहरूको मत यहाँ हिसाबमा राखेको छैन र अन्य दलहरूले जति जति मत प्राप्त गरे हो त्यही आधारमा नै अब सिटको बाँडफाँड हुन्छ। यो मतलाई यसमा भ्यालु दिइँदैन र यो मत कहाँ जान्छ भन्दा यो मतभन्दा बाहेकलाई मात्रै यहाँ चाहिँ यो 100% मत मानेर त्यसपछि हिसाब गरिन्छ। यो चाहिँ यो भित्र नै सबै दलहरूलाई बाँडिएको हुन्छ। अब सबभन्दा पहिला यसको लागि के गर्नुपर्ने हुन्छ भने सबै दलहरूले यहाँ प्राप्त गरेको मतलाई यहाँ राखिन्छ र यो मतलाई यहाँ राखिसकेपछि प्रत्येक यहाँ चाहिँ भाजक सङ्ख्या यहाँ बिजोड सङ्ख्या राखिन्छ र यो पहिलो सुरुमा यहाँ एकले यो जम्मा सम्बन्धित दलले प्राप्त गरेकोलाई एकले भाग गरेर यहाँ राखेको छ। अनि त्यसपछि यो रोमा आउँदा 3ले भाग गरेर राखेको छ। यो जम्मालाई 3ले भाग गरेको छ, यसरी देख्न सक्नुहुन्छ। यसले भाग गरेको, अनि त्यसपछि यसलाई चाहिँ यसले भाग गरेको छ। अनि एवं रीतिले सबै कोठामा भाग गरेर राख्दै राख्दै हामी तलसम्म जान्छौँ। अनि त्यसपछि यो जतिसम्म पनि जान सकिन्छ, यसमा केही समस्या छैन र यतिसम्म जानु पर्यो कि अधिकतम 110 सिट कुनै न कुनै दलले प्राप्त गर्ने गरी अथवा ठुलो दलले न्यूनतम भन्दा माथि हुँदासम्म यो तल जानुपर्ने हुनसक्छ। जस्तै उदाहरणको लागि यहाँ अब यति गरिसकेपछि अब सबभन्दा पहिला जुन चाहिँ उच्चतम अङ्क छ, उच्चतम अङ्क बापत अथवा यो उच्चतम भोट बापत उसले 1 अङ्क प्राप्त गर्छ। यो जम्मा यो सबै सेलहरूमा यो सबैभन्दा ठुलो अङ्क हो। अब सुरुमा यसलाई 1 सिट भाग लगाइन्छ। त्यसपछि दोस्रो ठुलो यो 24,98,000 सबभन्दा ठुलो हो भने अब त्यसपछि दोस्रो ठुलो यहाँ चाहिँ 8,32,000 छ, यहाँ 8,43,000 छ, यहाँ 8,32,000 छ भनेपछि दोस्रो चाहिँ यसलाई प्राप्त भयो। अनि तेस्रो सिट कहाँ जान्छ भन्दा 8,43,000 पछाडि 8,32,000 छ, यसमा जान्छ प्लस यसलाई जाने भयो। त्यसपछि फेरि अर्को 7,01,000 यसमा एउटा जाने भयो, यसमा 1 सिट जाने भयो। अनि त्यसरी एवं रीतिले अब 7,11,000 7,11,276 मा जाने भयो। अनि त्यसपछि गएर अर्को यही तरिकाले हामी क्रमशः के गर्छौँ, अब 7 लाख पछि यसमा 4 लाखमा जाउँ। 4,79,000 मा जानु पर्यो, यसले अर्को अङ्क पाउँछ। अब सजिलोका लागि यो यसरी सबभन्दा ठुलोबाट सिटहरू छुट्याउँदै जानुपर्ने हुन्छ
र मैले यहाँ सजिलोका लागि यो सबै सेलहरूमा सबभन्दा उच्चतम अथवा हाइएस्ट अङ्कबाट अनि त्यसपछि यहाँ एउटा रुल राखेको छु, यहाँ कन्डिसन राखेको छु। यसलाई टप 110लाई चाहिँ यस्तो किसिमको ब्याकग्राउन्ड गरेर राख्नको निम्ति भने र यही अनुसार यो एक्सेलमा यसरी ब्याकग्राउन्ड रहेर बस्यो। र यसरी हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले जम्मा चाहिँ यहाँ यो 61वटा सेल काउन्ट गरेको छ, ब्याकग्राउन्ड लागेको, ब्याकग्राउन्डमा ग्रिन कलर गरेको 61 सिट प्राप्त गर्यो। त्यसपछि काङ्ग्रेसले जम्मा जम्मी यतिवटा प्राप्त गर्यो भनेको 20 सिट प्राप्त गर्यो। त्यसपछि गएर जम्मा 110 मध्येमा 17वटा सेलमा चाहिँ एमालेको पर्न सकेको छ। अनि त्यसपछि 8वटा सेलमा नेकपाको र 4वटा सेलमा चाहिँ राप्रपाको गरेर जम्मा चाहिँ 110 सिट यसरी बाँडफाँड भएको छ। यो तरिकाले समानुपातिक निर्वाचन प्रणालीको सिट बाँडफाँडको काम गरिन्छ। अहिले मैले इक्जाम्पलको लागि मात्रै यहाँ जति यो मतगणना भएको छ त्यसलाई यहाँ राखेर हेरेको छु। अब यसमै यहाँ चाहिँ यदि हामीले मतलाई फेरि अपडेट गऱ्यौँ भने त्यसपछि यही अनुसार यहाँ चाहिँ यो छाया गरेको सङ्ख्या केही घटी बढी सङ्ख्यामा हुनसक्छ। यहाँ यसरी हेर्दा यो राप्रपाले 25,000 जुन मान छ, भ्यालु छ, यो भ्यालुमा आउँदाखेरि पाएको छ। यसले 23,000सम्मको भ्यालुमा प्राप्त गर्न सकेको छ। यहाँ 21,000 भ्यालुसम्म प्राप्त गरेको छ, यहाँ पनि 21,000 बराबरकोमा छ। र रासपाको पनि यहाँ कहाँ छ त, यहाँ 20,000 यो भ्यालुमा प्राप्त गरेको छ, 20,645। सबभन्दा सानो यो मान यही नै हो, भ्यालु यही नै हो। अब यहाँ जस्तै 20,600 भने अब यहाँ 20,500 मात्रै छ, यसले पाउने कुरै भएन। 20,300 छ, झन् यसले पाउने कुरै भएन। त्यसपछि अझै यता गयौँ भने 20,300 छ, यसले पनि पाउने कुरो भएन। 20,100 छ, यसले पनि पाउने कुरो भएन। 20,000 सबभन्दा कम मान 20,645ले मात्रै प्राप्त गर्न सकेको छ। योभन्दा अरू मानले सिट प्राप्त गर्न सकेन, सिटको भ्यालु दिन सकेन। त्यसकारणले यो तरिकाले चाहिँ सिटको बाँडफाँड हुन्छ। हस्, धन्यवाद। मैले यो छोटो जानकारी यहाँहरूलाई प्रस्तुत गरेँ। धन्यवाद।